यो हिजो चाहिँ सामाजिक सञ्जालमा चाहिँ यो उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर 10 को रातमाते भन्ने ठाउँमा चाहिँ प्लास्टिकको चामल भनेर व्यापक रूपमा आयो सामाजिक सञ्जालमा। तपाईहरु आज अनुभव पनि जानुभयो। खास वास्तविक त्यहाँनिर चाहिँ के देख्नुभयो? प्रश्नको लागि धन्यवाद। सबैलाई नमस्कार। खास गरिकन त्यो हिजो सामाजिक सञ्जालमा आइसकेपछि आज हामी अनुगमन गर्ने स्थानीय तहको अब जिम्मेवारी पाए अनुसार सामाजिक सञ्जालमा आयो। वास्तवमा यो खाद्य अधिकारसँग सम्बन्धित कुरो भएको कारणले गर्दा कोर्डिनेसन गरेँ मैले। त्रियुगा नगर उद्योग वाणिज्य सङ्घ, जिल्ला उद्योग वाणिज्य सङ्घ र हाम्रो कृषि शाखाको र पत्रकार साथीहरूसँग गएर अन द स्पोट हेर्दाखेरि चाहिँ हिजो सामाजिक सञ्जालमा भए जस्तो चाहिँ अलिक फरक भयो। चामल नै हो रहेछ, यही चामल हो। अलिक पुरानो टाइपको 2-3 गाँस खाए पनि मैले। अरू चामल जसरी खान्छ त्यसरी निलिन्छ, निलियो पनि, चपियो पनि, पिठो पनि भयो। अनि धुएर अलिकति तिनेर हेर्दा चौलियो पनि, चौलाने पनि भयो। अनि त्यो भएको कारणले गर्दाखेरि त्यो चामलै हो भनेर हाम्रो नाङ्गा आँखाले हेऱ्यौँ। अनि खाद्य तथा गुण नियन्त्रण कार्यालयमा पनि पठाएको छ भन्ने कुरा बुझ्यो र मैले सिडिओ साहबलाई सोद्धाखेरि त्यहाँबाट पनि चामलै हो, त्यो त्यही प्रजातिको चामल हो भन्ने खालको चाहिँ रिपोर्ट आएको छ भन्ने खालको कुरा बुझ्यो। वास्तवमा त्यो चामल नै रहेछ, चामलै हो। त्यो प्लास्टिक भएको चाहिँ पाइएन। त्यसका लागि चाहिँ मैले सबैलाई यहाँबाट जानकारी दिएको। अब यो खाना मिल्ने खालको हो खासमा चाहिँ तपाईले अघि खानु पनि भयो स्पोर्टमा। खानु मिल्ने नै खालको देखियो सरसर्ती हेर्दाखेरि। अब यी चामल यही छ है, त्यही बोराबाट यसो 2 मुठी उठाएर ल्याएको, खासै ढुङ्गा मुढा पनि देखिएन केही, यसो बरु बियाहरू देखियो। खाना मिल्ने नै खालको आँखाले, नाङ्गो आँखाले हेर्दाखेरि खाना मिल्ने नै खालको देख्यो मैले चाहिँ, हामीले हाम्रो टिम। त्यो भनेपछि बजारमा आएको जस्तो त्यस्तो होइन। बजारमा जुन सञ्जालमा आयो त्यो चाहिँ होइन, तर यो चाहिँ यस्तो खालको रहेछ। यो तातै खानुपर्ने, अलिकति चिलाएपछि अलिक डह्रो साह्रो हुने खालको भएको चाहिँ यसो जानकारीमा आएको छ। एक चामल होइन रहेछ। सबैलाई सचेत यो सूचना चाहिँ यहाँबाट जानकारी गराउँछ। चामल चाहिँ यो चामल हजुर। नमस्ते।